सबैजनालाई नमस्ते। नेपाली सेनाको सैन्य लिखित परीक्षा 100 पूर्णाङ्कको हुँदाखेरि नेपाली विषयबाट 30 पूर्णाङ्कको प्रश्नपत्र बन्दछ। नेपाली विषय खण्डको 30 पूर्णाङ्कको प्रश्नपत्र बन्दाखेरि सबैभन्दा धेरै नम्बरवाला आउने प्रश्नपत्र आउने टपिक्स भनेको चिठी हो। जम्मा 30 पूर्णाङ्क मध्ये 5 पूर्णाङ्कको नेपाली खण्डबाट चिठी नेपाली सेनाको सैन्य लिखित परीक्षामा आउँदछ। सैन्य लिखित परीक्षामा 2 किसिमको प्राय चिठी आउने गर्दछ। एकमा व्यक्तिगत चिठी, 2मा कार्यालयीय अथवा निवेदन लेख्नु आउँदछ। त्यसकारण आज हामी व्यक्तिगत चिठी कसरी लेख्ने भन्ने बारेमा छोटकारीमा छलफल गर्नेछौँ। हामीले व्यक्तिगत चिठी लेख्दाखेरि नम्बर 1 मा च्याट्ट मिति लेखिदिने, नम्बर 2 मा च्याट्ट ठेगाना लेखिदिने, नम्बर 3 मा च्याट्ट सम्बोधन लेखिदिने, नम्बर 4 मा च्याट्ट बेहोराको पनि 3 भागमा छुटाएर लेखिदिने। क मा आत्मीयता, ख मा मूल बेहोरा, ग मा समापन र त्यसपछि 5 मा सम्बन्ध र 6 मा खामको नमुना बनाउनु पर्छ। यसरी हामीले च्याट्ट 6 बुँदामा चिटिक्क परेको चिठी लेख्यौं भने हामीलाई 5 पूर्णाङ्कमा 5 नम्बर नै प्राप्त गर्न सफलता मिल्नेछ। यो हामीले च्याट्ट लेखेको चिठी कसरी हाम्रो कापी काट्ने, कापी जाँचकीले काट्दछ, नम्बर दिन्छ त भन्दा च्याट्ट मिति लेखिदिएपछि 0.25, ठेगाना च्याट्ट मिलाइदिएपछि 0.25, सम्बोधनमा 0.25, बेहोरामा चाहिँ 3 भागमा, आत्मीयतामा 0.5 अथवा आधा नम्बर। चिठीको सबैभन्दा धेरै लेख्न पनि पर्ने र नम्बर पनि प्राप्त गर्न सक्ने भनेको मूल बेहोरा, यसमा 2 नम्बर हामीले प्राप्त गर्न सक्दछौँ र समापनमा 0.5, सम्बन्धमा 0.25 र अन्तिम खामको नमुना मात्र हामीले बनाउँदाखेरि 1 नम्बर प्राप्त गर्न सकिन्छ। त्यसकारण आज हामीले यो सबै बुँदागत रूपमा तपाईलाई लेख्न सिकाउँदाखेरि धेरै समय लाग्छ र भिडियो लामो हुन्छ। त्यसकारण आज मैले खामको नमुना कसरी लेख्ने र 1 नम्बर कसरी प्राप्त गर्न सकिन्छ भनेर चाहिँ म विस्तृत रूपमा खामको नमुना बनाउने तरिका सिकाउँदै छु। तपाईसँग फिट रोल अथवा स्केल हुनुपर्छ। स्केलको काम के त भन्दाखेरि यो ठ्याक्क कोठा, यस्तो खालको कोठा मिलाएर चटक्क बनाइदिने। यसरी तपाईको कोठा कोड्दिने, बनाइदिने, त्यसपछि कोठालाई आधा बीचमा आधा आधा बनाएर 2वटा कोठा बनाइदिने। त्यो कोठाको माथि के लेखिदिने? खामको नमुना। अब एउटा कोठामा पठाउने लेखिदिने, अर्को कोठामा पाउने लेखिदिने र अब यता यो कोठामा पठाउनेको विवरण लेखिदिने हो। पठाउनेको नाम थर, ठेगाना, ठेगाना पनि फेरि अब जान्नुपर्छ लेख्न है। सबभन्दा पहिले के त पालिकाको नाम। तपाई महानगरपालिकामा बस्नुहुन्छ कि उपमहानगरपालिका, नगरपालिका अथवा गाउँपालिकामा बस्नुहुन्छ र तपाईको पालिकाको नाम के हो त? त्यो पालिकाको नाम च्याट्ट लेखिदिने हो। त्यसपछि तपाईको पालिकाको के लेखिदिने? वडा नम्बर लेखिदिने। त्यसपछि के लेखिदिने? तपाई रहेको अथवा तपाईको पालिकाको जिल्ला लेखिदिने। तपाईको पालिका रहेको जिल्लाको नाम लेखिदिने। त्यसपछि तपाईको जिल्ला कहाँ रहेको छ प्रदेशको नाम लेखिदिने। प्रदेशमा कोशी प्रदेश हो कि बागमती हो कि मधेस हो कि गण्डकी हो कि लुम्बिनी हो कि कर्णाली हो कि सुदूरपश्चिम हो त, त्यसमध्येको एउटा तपाईँ रहेको प्रदेशको नाम च्याट्ट लेखिदिने र लास्टमा देश भनेको त नेपाल हो है। अब यता पाउनेकोतिर पाउनेको नाम थर, यता पठाउनेको नाम थर हो भने यता पाउनेको नाम थर, ठ्याक्क सेम त्यही हो। तर यहाँतिर के हुन्छ? पाउनेमा चाहिँ के हुन्छ? टिकट।
यसरी टिकट यस्तो नै बनाउने रु 10 मैले यहाँ लेखेको छु, तपाईले रु 20 30 50 जति पनि लेख्नु सक्नुहुन्छ विचार गरेर। फेरि के अरे हजारै त सुहाएन नि हैन, यति लेख्नु पर्छ भन्ने त छैन, हजारै लेख्दा पनि अब हुँदैन भन्ने त होइन। तर हामीले चिठी लेखिराख्दाखेरि हुलाकमा राजस्व कति तिर्नु पर्छ भन्ने चाहिँ सामान्यतया ज्ञान हुनु पर्यो है, सुहाउँदा लेख्नु पर्यो। त्यसपछि पाउनेको ठेगाना लेखिदिनु पर्यो, पालिकाको नाम, वडाको नाम, जिल्लाको नाम, प्रदेशको नाम, देशको नाम। यसरी तपाईले ट्याक्क मिलाएर लेख्नु भयो भने तपाईले पाउनुहुनेछ। खामको नमुना मात्र लेखिदिँदा ट्याक्क 1 नम्बर। तपाईको कापीलाई यसो जाँचकीले गरिदिन्छ, यसो 1 नम्बर दिइहाल्छ। नम्बर प्राप्त गरिए त नेपाली सेना बन्ने भइ त गयो। यो भन्दा अगाडिको मेरो भिडियो तपाईले हेरेर मेरो भिडियोको गुण र दोषको आधारमा कमेन्ट गरिदिनु भएको थियो। मेरो गुणलाई हेरेर तपाईले हौसला दिनु भएको थियो भने मेरो दोषलाई हेरेर तपाईले मलाई साँच्चै मौका दिनु भएको थियो। म साँच्चै हौसला लिँदै फेरि भिडियो बनाएर तपाईं समक्ष उपस्थित भएको थिएँ। आज पनि तपाईले यो मेरो भिडियोलाई हेरिसकेपछि कस्तो लागेको छ कमेन्ट बक्समा लेखिदिनु होला। र तपाईं समक्ष मैले अनुरोध गर्दछु, यदि राम्रो लागेमा लाइक गरिदिनु होला र तपाईले फलो गर्ने ठाउँमा फलो गरिदिनु होला, सब्स्क्राइब गर्ने ठाउँमा सब्स्क्राइब गरिदिनु होला। र भिडियो राम्रो लागेमा तपाईका आफन्तजन समक्ष पनि शेयर गरेर सहयोग गरिदिनु भयो भने मलाई अझ धेरै भन्दा धेरै हौसला मिल्नेछ। यस्तै भिडियोका साथ फेरि म तपाईहरु समक्ष भेट्ने बाचाका साथ अहिलेलाई बिदा हुन्छु। हस्त नमस्ते।